धेरै धेरै धन्यवाद। अब फेरि कविता फेरि लाग्यो। म जीवन आचार्यजीलाई अग्रभागमा निम्ति आउँदछु। उहाँ एउटा जल्दा बल्दा हाम्रो लेखक हुनुहुन्छ। मैले पनि सर्वप्रथम आजै देखेको लेख्न उहाँका लेखहरू मैले धेरै लेखेको पढेको चाहिँ थिएँ, तर आज पहिलोपटक उहाँलाई देख्ने पनि मौका जुरेको छ। उहाँलाई यहाँ स्वागतका साथ थाइल्यान्डमा पहिलोपटक हामी स्वागत गर्न चाहन्छौँ। सर्वप्रथम आजको यस समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण साहित्य प्रेमीहरूप्रति म जीवन आचार्यको हार्दिक साहित्यिक अभिवादन। हुन त म कविता वाचन गर्न गइरहेको थिएँ, तर परिस्थिति अनुसार म एउटा गजल वाचन गर्न चाहन्छु। मेरा गजलका शेरहरू यसरी सुरु हुन्छन्। यदि मरेछु भने म तिमी आएर जलाइदिनु। यदि मरेछु भने म तिमी आएर जलाइदिनु। रहेका ती अस्तुहरू एरावतीमा बगाइदिनु। यदि मरेछु भने म तिमी आएर जलाइदिनु। रहेका ती अस्तुहरू एरावतीमा बगाइदिनु। चासो गर्लान् मलामीहरू, चासो गर्लान् मलामीहरू मेरो मृत्युको कारण। चासो गर्लान् मलामीहरू मेरो मृत्युको कारण। नशा गर्न लाग्नु भयो जानले खायो बताइदिनु। यदि मरेछु भने म तिमी आएर जलाइदिनु। नगर्नु है 13 दिन मेरा लागि काजक्रिया। नगर्नु है 13 दिन मेरा लागि काजक्रिया। बरु सबै खर्चहरू वृद्धाश्रम पठाइदिनु। सजाएर नराख्नु मेरो तस्बिर फुलको हारले। सजाएर नराख्नु मेरो तस्बिर फुलको हारले। सके मृत्युदेखि जोड्दा सेतो फुल चलाइदिनु। यदि मरेछु भने म तिमी आएर जलाइदिनु। रहेका ती अस्तुहरू एरावतीमा बगाइदिनु। मेरो अन्तिम शेर चलिरहेको छ। म पश्चात तिम्रो हात कुनै एकले खान्यो भने। म पश्चात तिम्रो हात कुनै एकले खान्यो भने। तिम्रो नाम पछाडिको मेरो थर हटाइदिनु। यदि मरेछु भने म तिमी आएर जलाइदिनु। रहेका ती अस्तुहरू एरावतीमा बगाइदिनु। जीवन आचार्यजीलाई पनि धेरै धेरै धन्यवाद। र हामीले थाइल्यान्डमा जुन साहित्यिक साङ्गीतिक सहयोग मण्डली भन्ने छ नि, त्यो भनेको चाहिँ के हो भन्नु छ भने यसरी उहाँ म्यानमारमा हुनुहुन्थ्यो र हामी थाइल्यान्डमा थियौँ। हामीले एकजुट बनाएर छरिएका साहित्यकार, जसमा अब नृत्यलाई रुचाउनेहरू गाउन नाच्न हरेक, अब फुटबलमा पनि गोला भकुण्डो प्रतियोगितामा पनि इच्छुक हुनुहुन्छ र सम्पर्क मिलेको छैन उहाँहरूसँग धाराक भन्दा पनि। अब हामीहरूसँग आएर हातेमालो गरेर हामीले अन्तिममा लिएर आउने भनेको चाहिँ थाई नेपाली सङ्घमा नै हो। अब यहाँ चाहिँ कसैको मनमा भ्रम भएको चाहिँ यो साहित्यिक सङ्गीत प्रेमी मण्डली भनेको को हो त, कहाँबाट आयो त भन्ने पनि छ। त्यो चाहिँ अब के भन्नु छ भने हामीहरू पनि यही थाई नेपाली सङ्गीत छत्र छायामा शिक्षामा नै काम गरिरहेका छौँ। तर पहिला हामीहरूलाई यो अप्ठ्यारो चिजहरू हामीलाई यो शिक्षामा जस्तै कविताहरूमा हामीलाई इच्छा थियो तर ठाउँ थिएन। त्यसरी नै हामीले एक आपसमा साहित्यलाई मन पराउने साहित्यकारहरूलाई यसरी जुटाएर हामीले एकमुठी बनाएर हातेमालो गर्दै आस्ते 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 हामीले अन्तिममा लिएर आउने चाहिँ थाई नेपाली सङ्घ नै हो। हजुर धन्यवाद। र जीवनजीलाई पनि फेरि पनि धेरै धेरै धन्यवाद यति मिठो गरेर राखेर।